हेलो एभ्रिवान नमस्ते म जीसीडी एचआर कन्सल्टेन्सी दुबईबाट आज मसँग हुनुहुन्छ मिस्टर बलबहादुर चन्द उहाँ चाहिँ नेपालबाट बिलोङ गर्नुहुन्छ र उहाँले चाहिँ 1.5 वर्ष अगाडि हाम्रो थ्रु चाहिँ माल्टाको लागि अप्लाई गर्नु भएको थियो र उहाँको प्रोसेस चाहिँ अलिकति धेरै ढिलो भयो अलिकति हैन धेरै ढिलो भयो उहाँले चाहिँ मैले अरु कन्ट्री पनि मुभ गरेको थिएँ अरु कन्ट्रीमा काम नभएको कारणले चाहिँ फेरि मैले माल्टा मुभ गरेर उहाँको चाहिँ माल्टा मुभ गरेपछि चाहिँ विदिन 6 मन्थमा भएको हो उहाँले चाहिँ एज अ हाउसकिपिङ पोजिसनमा एप्लाई गर्नु भएको हो र उहाँ चाहिँ यहाँ दुबईमा चाहिँ एज अ सिक्युरिटी गार्ड पोजिसनमा काम गर्नुहुन्छ र उहाँको चाहिँ भोलि माल्टाको फ्लाइट छ उहाँले चाहिने डकुमेन्ट चाहिँ म उहाँलाई ह्यान्डओभर गर्न गइरहेको छु यो चाहिँ हजुरको डकुमेन्ट सर कङ्ग्रेचुलेसन अनि सर हजुरको जर्नी 1.5 वर्ष हाम्रो जीसीडी सँगको कस्तो भयो आउने जाने भइरह्यो राम्रै अब कन्ट्याक्टमा अब साथीहरू पनि गइरहेको भएर त्यो विश्वासको आधारमा आउने जाने क्रम चलिरह्यो अनि 2-4 वटा कन्ट्रीमा यताउता गरेर लगाइयो तर लास्टमा फेरि माल्टाको लागि फेरि एप्लाई गर्दाखेरि सक्सेस भयो भनौँ न हजुर कतिको चाहिँ खुसी हुनुहुन्छ खुसी त अब खुसी नै छु अब भनौँ न कति वर्ष हजुर यहाँ दुबईमा चाहिँ काम गरेर कति वर्षपछि तपाईको युरोप जाने सपना पूरा भयो त दुबईमा म त एक्चुअली 15 वर्ष दुबईमै काम गरिरहेको हो तर अहिले यहाँ चाहिँ 1.5 वर्ष जति भयो जीसीडीमा मैले एप्लाई गरेको 1.5 वर्षपछि बल्ल सक्सेस भयो मेरो यो जे होस् तपाईको अब टोटल आई मिन जब तपाईँ दुबई आउनु भएको 15 वर्षपछि चाहिँ युरोपको सपना फुलफिल भयो हजुर हजुर सर ल थ्याङ्क यू सो मच हजुरले जीसीडीलाई विश्वास गरिदिनु भयो अनि हजुरलाई कङ्ग्रेचुलेसन ह्याप्पी जर्नी राम्रोसँग जानुस् अनि केही पनि तपाईको प्रब्लम भयो भने चाहिँ जीसीडीलाई फेरि कन्ट्याक्ट गर्न सक्नुहुन्छ गाइज यदि हजुरहरू पनि युरोप कन्ट्री सेङ्गेन कन्ट्री जान चाहनुहुन्छ भने प्लिज टाइम वेस्ट नगरी हाम्रो दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ अदरवाइज हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ थ्याङ्क यू